पनि गोबरै जस्तो छ पनि फाइनली गोप्रो भेटाएँ एकदम धेरै थ्याङ्क यू समीर भाने बेलामा चाहिँ अब आफ्नो शरीरको याद आउँदैन होइन मान्छेलाई चाहिँ कहिले पनि शान्ति हुँदैन मलाई चाहिँ किन अशान्ति छ भने म धेरै मोटो भएको चाहिँ साथीहरू हेर्नुहोस् न मान्छेलाई दुब्लो हुँदा पनि कति टेन्सन है कसरी जिउ लाग्ने भन्ने अनि मोटो हुने मान्छेलाई पनि कसरी पातला हुने भन्ने त्यो एउटा टेन्सन र हजुरहरूलाई मेरो आजको भिडियो चाहिँ अलिक डिफ्रेन्ट लागिरहेको छ कि छैन भिडियोको क्वालिटी होस् र यताको जुन चाहिँ पछाडिको एङ्गलहरू होस् अलिक अलगै लागिरहेको होला है र मैले चाहिँ आज भिडियो गर्दैछु गोप्रोदेखि सबैजनालाई गुड मर्निङ मेरो ब्लगमा हजुरहरू सबैजनालाई स्वागत छ दोकानमा त्यहाँ मिटिङ पो हुँदो रहेछ ल हे ला मेहेन्दी लगाएर ढक्कमा पो हुनु भएछ ला यहाँ नदेखाउन र ल झन् देखाइदिएको यहाँ दोकानमा गफ चल्दो रहेछ गोबर मुख पनि गोबरै जस्तो छ गोबर होइन पुरा मेहेन्दी लाएर चिरिक्क हुनुभएछ अरे विद्या दिदी यो गरम दिनमा त गरम दिनमा त मेहेन्दी लगायो भने त टाउको चिसो हुन्छ नि तपाईँको त दिमाग चिसो भएर आएकोलाई छेउछाउकोले बोलाएर आएको थियो होइन को बोलायो ए छेउछाउकोले बोलाउनु पर्छ भनेर ठन्डा हुनुभएको कमाल्ने ल हामीहरूको दोकानमा चाहिँ यहाँ आमासँग पुरा मिटिङ हुँदो रहेछ यहाँ हामीहरूको दोकानको अगाडि जस्तो गफ हुन्छ है एकदम टाइम पास चौतारी यो एउटा चौतारी भनौँ न भोलि कहाँ रेडी हुनु ए भोलि त हामीहरूको त एकदम स्पेसियल मिटिङ पो छ त भोलि चाहिँ अब हामीहरूको गुटबाट चाहिँ अलिकति लोन लिने कुरा छ नि त त्यसरी लोन लिनु जाने अरे अनि मलाई रेडी हुनु भन्नुभएको छ र बिहानको मेरो ब्लगमा हजुर सबैजनालाई स्वागत छ है र आजको एकदम धेरै गर्मी छ हिजोदेखि चाहिँ पुरा गर्मी सुरु भएको छ हामीहरूको यता चाहिँ टिलिक्कै घाम लागेको छ भन्ने के भन्नु अब र यो म हजुरहरूलाई भन्छु भिडियोको क्वालिटी राम्रो हुनुको कारण चाहिँ के हो भने यो चाहिँ म अहिले भिडियो गर्दैछु गोप्रोदेखि र हजुरले सोच्नुहुँदै होला गोप्रो कहाँ भेटाइले भनेर होइन र गोप्रो चाहिँ मलाई हामीहरूको अमेरिकाको भाइले गोप्रो दिएको थियो होइन र त्यसैले म गोप्रोदेखि भिडियो गर्दैछु गोप्रोबाट भिडियो गर्दा चाहिँ अलग्गै मजा आउँदो रहेछ कि भिडियोको पनि एकदम पछाडि पनि मजा आउँदो रहेछ र समीर भाइलाई पनि धेरै धेरै थ्याङ्क यू मलाई गोप्रो दिनुको लागि र अब राइडरहरूले चाहिँ अब एकदम ट्याक्कै त्यो के भन्छ हेलमेटमा लगाएर पुरा भिडियो बनाएको देख्थ्यो नि त होइन यस्तो कस्तो राम्रो लाग्थ्यो र मैले पनि फाइनली गोप्रो भेटाएँ र समीर भाइले दिएको गोप्रो चाहिँ एकदम धेरै थ्याङ्क यू समीर भाइ मलाई गोप्रो दिनुको लागि होइन र भिडियो बनाउँदै जान्छु अब भिडियो बनाउँदा त्यति खासै राम्ररी चाहिँ आउँदैन होइन त्यही पनि अब ब्लगहरू चाहिँ गरिरहेको छु अझै अब बनाउँदै गयो भने अब आफूमा एउटा कन्फिडेन्स आयो भने अझै राम्रो भिडियो बनाउन सक्छु जस्तो लाग्छ है हजुरहरूले पनि अब साथ सपोर्ट गर्नुहोला धेरैभन्दा धेरै माया दिनुहोला है अनि म पनि भिडियो पनि बनाउँदै गर्छु अब त्यही हो ब्लग त अब हामी हाउसवाइफको प्रायः घरकै ब्लग हुन्छ घरकै अब यताउतिको ब्लगहरू बनाउने गर्छु भने र सबैजनाले हेरिदिनु होला धेरैभन्दा धेरै माया दिनुहुन्छ भने आशा राख्छु है र मैले भनिहालेँ नि सबैजनाको अशान्ति र मेरो अशान्ति चाहिँ सुनिहाल्नुभयो होला हजुरहरूले धेरै मोटो भएको छु अब मोटो त भएको छु अब खाने बेलामा चाहिँ अब आफ्नो शरीरको याद आउँदैन होइन जब अब कतै चिरिक्क भएर राम्ररी भएर हिँड्नु सकिन्छ नि त्यतिखेर चाहिँ आफ्नो शरीर लाग्छ किन यति मोटी भए अब चाहिँ कम्ती खान्छु यस्तो हुन्छ तर त्यही हो याद आउँदैन खाने बेलामा शरीरको सो अब के भन्नु यो अब बिहानको सानो मेरो अपडेट भनौँ न र अब हजुरहरूलाई देखाउँदैछु है हामीहरूको यतातिरको फुलहरू हेर्नुहोस् ढक्कमक्क भएर फुलेको छ र गोप्रोमा चाहिँ भिडियो गर्दा एकदम दामी एउटा आउँदो रहेछ हौ ल हुन्छ त गाइस अहिलेको लागि चाहिँ बाई फेरि भेटौँला नेक्स्ट ब्लगमा बाई बाई